भिडियोमा सबैजना सन्चै हुनुहुन्छ होला र म एकदमै सन्चै छु र आज चाहिँ म र दिदी गोरेटर जाँदैछौँ र हाम्रो बजार के कस्तो हुनेछ तपाईँहरूले देखाउने छु, हेर्दै जानुहोस्। र यहाँ छ मेरो साइकलको दाजु बाइक जानु छ अब होइन गाइज। घाम चाहिँ यहाँ माथि आइसक्यो टक्कसँगले होइन। बाइक चाहिँ यहाँ छ। आम्मामा 4x4 यार, कति एक हप्ता जति नचलाएको भयो, त्यही भएर 4 नि छ। अलिअलि पुछेर जानु पर्यो यत्तिकै होइन गाइज। अब के कसो हुनेछ अन्तिमसम्म हेर्नु होला मेरो भिडियो होइन। बजारको म फुल भिडियो देखाउनेछु के कस्तो हुनेछ, बजार चाहिँ के कस्तो लाग्नेछ। अब मङ्सिर महिना लगाइसक्यो नि त, त्यही भएर के कस्तो हुनेछ आजभोलिको सिचुएसनको चाहिँ फलफुलहरू तरकारीहरू के हुन्छ होइन। हेरेर देखाउने छु म। हामी चाहिँ दिदीसँग ठ्याक्कै सन्ती छ स्कुल छेउमा पुगिसक्यौँ र अब यहाँ पुग्नुपर्ने छ। यहाँ ऊ माथिको टावर देखिँदैछ नि, आर्मीको टावर, त्यहाँ चाहिँ जानुपर्ने छ हामी। म चाहिँ अब ठ्याक्कै बजार एरिया पुग्न लागिसक्यो अरे। हाम्रो ठ्याक्कै पछाडि देख्नुहुन्छ घोडा, हाम्रो गोरेटर भनेको विशेष त भनेको घोडा रहे के। यो चाहिँ हाम्रो गोरेटरको चिनाउने चाहिँ घोडा। हामी चाहिँ अब बजार एरिया प्रवेश गर्दैछौँ दिदीसँग। दिदी चाहिँ उता हुनुहुन्छ होइन। मासु पसल एरिया चाहिँ यता हो ठ्याक्कै होइन। मासु पसल चाहिँ ठ्याक्कै यता होइन। बजार एरिया चाहिँ यताभित्र रायोको मासु यता होइन। हाम्रो सुदेश सर के छ हो? बजार एरिया जाँदैछ होइन। बजार एरिया चाहिँ हेर्नु छैन के पाउँछ। अहिले चाहिँ बेस पाउने भनेको चाहिँ सुन्तला रहेछ है गाइस। सुन्तला अनिले त्यस्तो आमामा कति धेरै रहेछ सुन्तला। यहाँ नि छ कति सुन्तला मात्र बेसी पाउने भनेको रहेछ। ल बजार बजे हाम्रो आजभोलि भनेको घोरेटारमा पाउने भनेको रहेछ सुन्तला रहेछ। धेरै भनेको सुन्तला पाउने रहेछ होइन। बोजे बजार रहेछ बोजे। बजार हजुर बोजे। मासु पसल जम्मादेखि यहाँ पल्लो साइडमा पर्छ होइन हाम्रो गोरेटर बजारको चाहिँ। सानोले राखेको मासु अनि ठ्याक्कै यता चाहिँ हाम्रो यता चाहिँ लुगा पसल त्यस्तो प्रायः हुन्छ होइन। लुगा पसल त्यस्तै प्रायः सुर्तिनेर चाहिँ यहाँ फेरि बजार आधेमा हजुर होइन। आजभोलि शनिबार स्कुल लाग्छ कि के हो यार? छ त नि यार। ल यार शनिबार स्कुल लाग्छ कि के हो देखिरहेको छु ड्रेस लगाएर बिरहेछ नि त।
कहिले कहिले लाज नि लाग्न सक्छ कि एक्लै छु कि कसो कोही छैन साथमा होइन लाज नि लाग्न सक्छ तर लजाउने कुरा हेर्नु चाहिँ एक्लै भयो नि आफ्नो काम त गर्नुपर्छ नि त बजार एरिया अब समथिङ मैले चाहिँ देखाइसकेँ मात्र त बजार भएन म चाहिँ यहाँ कति भयो 4-5 वर्ष 5 वर्ष भयो यहाँ पढेको होइन हाम्रो गोरेटर सगरमाथा स्कुल हो यस्तो छ स्कुल चाहिँ अहिले दमादम भवनहरू नि बनिरहेछ म चाहिँ ऊ तल गएर यसो भ्यू देखाउने छु तपाईँहरूलाई होइन यतै हो हाम्रो स्कुल चाहिँ पहिला हामी यहीँ पढेर अनि कति 5 वर्ष जति बसियो होइन बेरोजगारी नै आज एक्लै स्कुल चाहिँ बल्ने छ क्या यतिकै कस्तो भनेको हाम्रो त्यो अगाडि एकमा रहेको स्कुल यो पहिले चाहिँ यहाँ फुटबल खेल्छ अहिले चाहिँ छैन किनकि मान्छे नै खासै हुँदैन आजभोलि कसम दामी छ यहाँ बस्नु चाहिँ होइन एक्लै छु या तर के गर्नु दुःख लाग्छ यहाँदेखि कहाँको भ्यू देखिन्छ म सब देखाउँछु तपाईँहरूलाई यहाँदेखि चाहिँ चट्टसँगले हेर्न सक्नुहुनेछ तपाईँहरूले हिमाल चाहिँ पर यो झरिरहेछ कुन हिमाल हो थाहा छैन खास चाहिँ यहाँ अनि यहाँदेखि यहाँको चाहिँ हर्क भीमेश्वरी यता ठ्याक्कै स्कुल होइन यहाँदेखि उता 8 नम्बर 9 नम्बर यता 1 नम्बर होमटाङ अनि यहाँ ठ्याक्कै यता पारि परेको छ खासै देखिँदैन यहाँदेखि भोजपुर चाहिँ छट्टै आँखाले चाहिँ देखिँदैन हाम्रो ओरिजिनल फोनले चाहिँ काम गरेको छैन देखिँदैन खासै होइन डयल चाहिँ खतरा बनाएको छ यहाँ के छ तर त्यहाँ थाहा भएन यहाँदेखि नि म चाहिँ देखाउनु छु तपाईँहरूलाई हाम्रो पुलिस प्रशासनको चाहिँ कार्यालय त्यहाँ बस्ने गर्छन् उच्चमा चाहिँ अनि यहाँ माथि चाहिँ गोरेटर भ्यू पार्क भन्ने छ त्यहाँ चाहिँ चट्टसँग माथि चाहिँ देख्न सक्नुहुन्छ आर्मीहरूको टावर होइन त्यहाँ चाहिँ ठ्याक्कै आर्मीहरू हाम्रो आर्मीहरू बस्ने गर्छन् र यहाँले ठ्याक्कै देख्न चाहिँ देख्छु कि म चाहिँ तपाईँहरूले देखाउनै सक्दिनँ क्या किनकि धेरै दूरी छ क्या पर चाहिँ हाम्रो ट्याम्के भन्छ ट्याम्के भोजपुरको सबैभन्दा उच्च जस्तै त नि उच्चै नै हो भोजपुरको हाम्रो चाहिँ सबैभन्दा उच्च स्थान रहेको छ ट्याम्के आम्मामा कसम दामी चाहिँ ऊ चाहिँ झरिरहेछ होइन तर चाहिँ देखिँदैन कि हाम्रो फोनले चाहिँ यहाँदेखि म अर्कोतर्फ लाग्ने छु तपाईँहरूलाई म देखाउँदै होइन हाम्रो पुरा स्कुलमा देखाउने छु चौर पुरा होइन के कस्तो छ हाम्रो यता रहेको छ स्कुल नि यता नि उता नि स्कुल सबैतिर स्कुलै स्कुल होइन सबै छानामा त ख्याल आइसक्यो नि हाम्रो स्कुल चाहिँ यो है पहिले म यहाँ पढेको 11-12 अब नपढ्दै बस्थेँ त्यत्तिकै बसेको त कति भयो धेरै पो भयो त नि म त्यत्तिकै बसेको त कति समथिङ 5 वर्ष भयो अब यो वर्ष चाहिँ 5 वर्ष हुँदैछ होइन बेरोजगारी नै गयो जिन्दगी तेरिममा ठ्यास्ने ओके फेरि लेट्स सी ओके हेर्दै जानुहोस् भिडियो अन्तिमसम्म के कसो हुनेछ होइन यो चाहिँ हाम्रो गोरेटरमा नि बस आउँदो रहेछ कि मैले चाहिँ फर्स्ट टाइम देखेको जस्तो भन्नु यहाँ चाहिँ आउँथ्यो अरे पहिले नै होइन मैले चाहिँ नदेखेको होइन देख्दैछु आज होइन हेर्नुहोस् हाम्रो गोरेटरमा आएको बस मिनी बस रहेछ होइन ठुलो नै होइन तर हाम्रो चाहिँ गोरेटरमा आउनु चाहिँ गाह्रो हुन्छ कि किनकि राम्रो बाटो नै छैन कि त्यही भएर नि असम्भव नै देखेको तर कसरी आयो
फर्स्ट टाइम आएको जस्तो लाग्छ मलाई चाहिँ यस्तो छ कि घुम्दैन कि हाम्रो चाहिँ हुँदैन कि त्यही भएर गाह्रो छ भन्ने मैले चाहिँ होइन हाम्रो चाहिँ उता बलाङ्खादेखि आएको हो कि बयाङदेखि आएको होला खास यो चाहिँ होइन थ्याङ्क्स फर वाचिङ माई भिडियो के सबैजनाले बाई बाई लभ यु